यहाँ गाजर खान आएको गाजरै छैन यार त्यो सब खाएर सकेको छ त्यसै के हो यो गाजर हो यो बाबु तिमी भेट्यौ कि नै गाजर खै भेट्यौ कि नै खै कहाँ छ त्यो के हो हातमा उठ्यो गाजर हो त्यो सानो गाजर बा कहाँ भेट्यौ तिमी त्यसलाई भन त हिँड काटी भेट्यौ काटी थियो टिटी थियो अनि मेरो लागि किन नभेट्या त अनि एक्लै खाने सबै खाएर सकिया छ तिम्रो घरका मान्छेले मेरो लागि राखेको छैन नि हजुर लिऊ मेरो भाइले भेटेको गाजर मेरो लागि कति ठुलो आम्मा बेच्छस् र अब भेटेपछि कहाँ बेच्छौ त अनि तिमी यो ड्रागन फ्रुट कहिले फल्ने हो यो धेन्न पैसा कमाएपछि ड्रागन फल्छ धेन्न पैसा कमाएपछि त्यो किन्ने के र पागल यो ड्रागन फ्रुट यहाँ पनि छ अब हेत्त यहाँ पनि छ यो सानो यहाँ पनि भेट्यो त्यो सानो त्यो पनि खेत्तु सानो बरी राखेको छ ठुल्ठुलो बरी सब खाछन् लियो यति मात्रै हेर साथी है हेर्नुहोस् त हाम्रो गाजर कस्तो ठुल्ठुलो आम्मामामा खानै नसकिने यस्तो छ गाजर पनि नि बाबु कति ठुलो फल्यो गाजर आम्मामामा मुखमै हाल्न नसक्ने गरी छ त फल्यो हेर्नुहोस् त गाजरको हालत हो नटीपट्टि हो अलि पछि हेर सानो पनि छ यो ठुलो भैँसी खाने है ल नखाने है बाबु उट्यो के हो पक्राउ त्यसलाई उचाल्न जाऊ त उट्यो के हो रे जाऊ त उचाल्न त्यसलाई उट्यो ठुलो फल्छ त उठाबाट उठा भित्रबाट नै उठा ठुलो उठा पकर उठाबाट त्यसलाई पकर ठुलोलाई पकर यसलाई यसरी के यसलाई यसरी पकर यसरी हो सनफ्लावर नि कति ठुलो छ नि सनफ्लावर हो यसको नाम सनफ्लावर यो फेरि भाँचिया रहेछ नि यो सनफ्लावर कि के फ्लावर भाँचिया रहेछ सब गोलिया रहेछ कसले भाँच्या हो यो हेर्दै तैँले भाँच्या होस् आफै भा हो कहिले भा भन् त आफै भाँच्या हो तैँले भाँच्या होस् तैँले मलाई ढाट्या होस् हो गाजर किन सक्यो के फक कहाँ छ खै त्यो होइन त्यो गाजर होइन त्यो मुला पागलले गाजर रातो हुन्छ कि त्यो मुला सेतो छ देख्दिनस् भैया हुट्या अरे पागल निहुट्या भैया हुट्या के त्यही भैया का नाम है पागल हुट्या त्यही पागल के जना देव्या हूँ टोआ डेट आइटम में जना देव्या का बिहा खोजे मैनी बगम का बिहा को न पहिला दादालाई झापड लगाइदियो पर्थ्यौँ दादाले झापड लाउन भन्ने किन हान्ने भन् त बाबु दादाले झापड लाउन किन पठाउने काँटी चाची गर्नुहोस् भन् त खै कहाँ छ पानी धारा छ र यो पुदिना हो यो पुदिना नि यहाँ नै उट्या ढुङ्ला जाऊँ हिँड ओ त्यहाँ कुवामा ढुङ्ला के गोबी फला छ कि है
अनि अनि लु ए फुलकोपी फुल्याएको छ यहाँ न ढल्छौ नगर आयो ढल्छ अहिले म हेर आउँछु है गोबी है तिमी त्यहीँ बस है नमायालु ए एक्लै खाँदै रहेछ नि गोबी मलाई दिनुहोस् नि मेरो घर पठाइदिनुहोस् नि गोबी नि त कुद्ने ले पकाउँछु त्यसलाई त्यो गोबी मलाई किन दिन पठाइनस् यो गोबी किन एक्लै खानुहोस् घर मलाई पठाइदिनुहोस् खानुलाई यो मलाई किन पठाइदिनुहोस् खाना यो घर पठाइदिनु परेन मेरो लागि यो यति राम्रो फल के को लागि यो मलाई दिनुहोस् कहिले दिएको थिएँ मैले अनि यी फरल्नी हो यी कहाँ हो त नि फरल्नी हो यी कहाँ हो यी फरल्नी हो यिनी फरल्नी हो ऊ सको फुलबाट सिही माटे खैना नि त्यहाँ खान्नन् के उट्यो पो खान्छन् र पागल हो उट्यो नटी अहिले मम्मीले पट्काउनु हुन्छ अहिले मेरो लागि खानु ल्याइदिएछ है हेर दादाले म गोबी मागिराख्नु भएको थियो मम्मू दादालाई गोबी लगिदिने भनेछ है भन्छस् कि नै भनेस् है अझै नभनेस् पछि म घर गयो भनेपछि साँझ सुत्ने बेला भनेस् है भन्छस् नि म तँलाई बोकेर लग्छु कि है भनेस् है अस्कन हेर अस्कन भन्नुहोस् है भन्छस् कि नै भन् त हेर ओइ सुन त यहाँ हेर त के भन्ने रे भन् त दादाले गोबी माग्नु लाग्नु भएको थियो दादाको लागि गोबी लगिदिने भनेस् है कहाँ भन्नुहोस् है निकै बेटा दिए कबे हो पुरा से अनि निकै बेटा दिए मै दिए नि यहीबाट चाहिँ यहाँ देख्न सक्नु यो धनिया पक्का धनिया भइरहेछ यो धनिया खेती ल तेरो लिटिल गाजर कसिन भएको हो यी खाइदो गर्छ ल्याउको ले मुख डारेर ल्याइकन अथी डारे ल्याउको खाउको ले पेट भरल हो आप और डकार आपको हाँ जमीन लेट्स गो केरा पाकिन बाबु अझै त्यो मैले के भन्न सिकाएँ रे तँलाई भन् त मामुलाई के भन्ने रे तैँले बिर्सिस् नि ल हाम्रो आजको ब्लग हामी यहीँ टुङ्ग्याउन चाहन्छौँ भिडियो मन परेमा लाइक हेरे कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला ओके गुड नाइट ओके ल